कसेर मुसु मुसु हाँसेकी बसेर झोलिङ्गे पुल आएर हामी फर्किने क्रम जारी भइरहेछ। यो झोलिङ्गे पुल चाहिँ हाम्रो केराबारीमा स्थित हैन, केराबारीदेखि अलिकति यता। राति भनेर मनको डेरा तिमी मै सारे परिलाई म त तिम्रै मायामा परे परिलाई मनको डेरा। कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोठा रुकुमै कोठा झोलिङ्गे पुल आएर हामी फर्किने क्रम जारी भइरहेछ। यो झोलिङ्गे पुल चाहिँ हाम्रो केराबारीमा स्थित हैन, केराबारीदेखि अलिकति यता केराबारी गाउँपालिका केराबारी गाउँपालिकामा रहेको सबैभन्दा लामो, सायद प्रदेश नम्बर 1 सबैभन्दा लामो झोलिङ्गे पुल होला। एकदम दामी छ यो हैन, हेर्न पनि सकिन्छ। यहाँनिर चाहिँ अलिकति अहिले गर्मी गरी मिसो भएर मान्छेहरूको त्यति हुन्न, त्यही पनि मान्छेहरू नहुने भन्ने कुरा चाहिँ हुँदैन। यहाँनिर दुईटा कटेजहरू
पनि रहेछ खाजाको लागि पनि एकदम दामी छ। मासु पोलेर खानको लागि चाहिँ बेस्ट ठाउँ हो। अनि त्यस पछाडि यसको लोकेसन कहाँनेरि हो भनेर चाहिँ एक्ज्याक्ट भन्नुको लागि चाहिँ कसलाई त्यो इस्युक हुनुहुन्छ तिनीहरूले चाहिँ कमेन्ट गरिदिने। सबैजनाले कहाँनेरि छ भनेर कमेन्ट गर्नुभयो भने म यसको कताबाट आउने कहाँनेरि आउने लोकेसन पनि म सेयर गर्नेछु। र यो हामी हेर्न सक्छौँ एकदम राम्रो, एकदम दृश्य पनि एकदम दामी छ। ट्याक्क सन घाम पनि फेरि कस्तो दामी लागिरहेछ नर्मल होइन। यहाँनिर चाहिँ अहिले पानी चाहिँ रहेन रहेछ खोलामा, नभए यहाँनिर चाहिँ ठुलढुङ्गा चुचे ढुङ्गा कि ठुलढुङ्गा भन्छ, ठुलढुङ्गा सायद ठुलढुङ्गा चुचे ढुङ्गा जे भने पनि यहाँनिरदेखि अलिकति मासतिर मात्र हो। यहाँनिर पौडी खेल्नको लागि पनि अब गर्मी लाग्यो एकदम दामी हुन्छ यहाँ होइन। अहिले पानी चाहिँ भइरहेको रहेन रहेछ यहाँनिर, प्रशस्त मात्रामा पानी नभए चाहिँ यहाँनिर जहिले भइरहेको थियो। अहिले चाहिँ त्यो पानीहरू रहेन रहेछ र गर्मीमा चाहिँ आउनको लागि एकदम दामी प्लेस छ यो, एकदम पिस पनि छ। मासतिर हेऱ्यो भने मासतिर पाखाहरू डाँडा पाखाहरू पनि दामी देखिन्छ। तलतिर हाम्रो पुल छ, हाम्रो भाइरल पुल पनि भन्न सकिन्छ होला। टिकटकको लागि पहिले एकताल त ट्रेन्डिङमै आएको थियो त्यो काँस फुल्दाखेरि सायद होइन। एकदम राम्रो छ, यहाँनिर आउन सकिन्छ। धन्यवाद। एबिसी बुलेटिनमा हामी बिदा हुन्छौँ। म क्यामेराम्यान विवेकका साथ रिपोर्टर विवेक पौडेल। धन्यवाद। सलाम अलैकुम। थ्याङ्क यू। बाई बाई। टेक केयर। राति भनेर मनको डेरा तिमीमै सारे परिलाई म त तिम्रै मायामा परे परिलाई मनको डेरा तिमीमै सारे परिलाई म त तिम्रै मायामा परे परिलाई। खेल्नुभएको भेरी गुड खेलाडी हो कि होइन? मलाई ल्याइदिनु भयो कि मैले ल्याइदिएको? थ्याङ्क यू। लु खानु तपाईँ खानु। ल खोलिदिन्छु ल।